यिनीहरूलाई जुन जुन मान्छेले सामाजिक सञ्जालमा रवि लामिछाने सहकारी ठग हो भन्ने आँखाले एमालेभित्र भएका सहकारी ठगहरू, काङ्ग्रेसभित्र भएका सहकारी ठगहरू, अरू तमाम पार्टीभित्र भएका ठगहरू र सहकारीका सञ्चालक भागेका सञ्चालकहरू, यिनीहरूलाई यिनीहरूको आँखाले देख्दैन। यिनीहरूको बारेमाथि सामाजिक सञ्जालमाथि कुनै भिडियो कुनै पोस्टहरू गर्न यिनीहरूसँग त्यहाँसम्मको क्षमता छैन। अर्को कुरा, रवि लामिछाने जेलमा बसेर के सहकारी पीडितहरूले न्याय पाएका छन्, उनीहरूले पैसा पाएका छन्। अब 87 खरब पैसा सहकारीको हिनामिना भइराखेको छ। एउटा रवि लामिछानेले गरेको हो त्यो सबै। रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा सञ्चालक हुँदा या सेयर होल्डर हुँदा उसले बाहिरबाट कतैबाट पनि आफ्नो डकुमेन्ट बुझाएर पैसा निकालेको सहकारीका कुनै पनि सञ्चालकले र छानबिन समितिले भनेको छैन भने यिनी सामाजिक सञ्जालकर्ताहरूले रवि लामिछानेलाई दोषी चाहिँ कसरी देखिराखेका छन्। उनी अहिलेसम्म अदालतले उनलाई पुष्टि पनि गरेको छैन कि उनी सहकारी ठगीमा संलग्नता छन् भनेर पुष्टि पनि गरेको छैन। उनीलाई अहिलेसम्म छानबिनमै राखिराखेको छ। उनी अहिलेसम्म हिरासतमै छन्। अब यति भन्दै गर्दा रासपाको झोले होस् भन्लान् मलाई। म रासपाको समर्थक हो, झोले होइन, र समर्थन गरिराख्नेछु रासपाभन्दा पनि रवि लामिछाने। रवि लामिछानेले जति काम पनि विगतमा गरिराखेका थिए र गरेका छन् त्यति अहिलेसम्म न पुराना दलका नेताहरूले गरेका छन्, न अहिले नयाँ जुन उदाइरहेका छन् उनीहरूले गरेका छन्। यिनीहरूले दल कसरी खोलिरहेका छन् भने सामाजिक सञ्जालको पपुलारिटी देखेर मात्रै दल खोलिरहेका छन्। सामाजिक सञ्जालमा जति मान्छे पपुलर हुन्छ त्यति देश विकास गर्नलाई सक्षम हुन्छ भन्न सकिँदैन। सामाजिक सञ्जालमा त जो कोही पनि पपुलारिटी हुनसक्छ, किनकि 2-4वटा नेतालाई गाली गरिदिने हो भने, 2-4वटा भ्रमाइक समाचार सप्रेसन गरिदिने हो भने त्यसको पपुलारिटी अहिले सामाजिक सञ्जालमा एकाएक हाई भइहाल्छ। त्यस कारणले गर्दाखेरि जति पनि नयाँ दलहरू खुलिराखेका छन्, जति पनि पुराना दलहरू छन्, यिनीहरू एक पक्ष रवि लामिछानेको पक्षमा लाग्नको कारण चाहिँ के रहेछ मैले चाहिँ बुझ्न सकिरहेको छैन अहिलेसम्म।